वेलकम ब्याक टु आवर न्यू भिडियो। आज चाहिँ हामी कहाँ जाँदैछौँ रवि? दरबार स्क्वायर। ल भक्तपुर दरबार स्क्वायर जाँदैछ अहिले हामी। अहिले चाहिँ हाल मौसम अलिअलि पानी परिरहेको छ, भए पनि अब म रवि रेडी होइन त्यो साइक्लिङ। ल अब हामी जान्छौँ, साइक्लिङ गर्छौँ अब हामी। ल हाम्रो यहाँ त टाढैसम्मको छ होइन। अहिले चाहिँ जाँदैछु म। पानी परिरहेको छ, अब बेस गरी नपरोस् भन्ने कुरा हो। चस्मा लगाउने मान्छेलाई चाहिँ गाह्रो नि। कोसपारभन्दा ठ्याक्कै माथि चढिसक्यौँ हामी अहिले। अहिले चाहिँ यताबाट माथि चढेर हामी अहिले बिस्टगाउँनेर आइपुग्यौँ। त्यसो ओह्रालो जान्छौँ। अनि अब आज चाहिँ मेन सिनहरू मात्रै देखाउँछ है हामी, होइन र भाइ? हजुर। आज धेरै ब्लगिङ गरेर टाइम वेस्ट नगर्ने, टाढै छ, गएर आउनु पनि छ। अनि हाम्रो अरू प्लान पनि छ दिनको, त्यही भएर। डराउँदैथ्यौँ हामी चाहिँ साइकल, खका लाग्यो। मैले धेरै बेर साइक्लिङ गरेर घुँडा दुख्यो क्या मेरो, कस्तो लिगामेन्ट चोट परे जस्तो भयो क्या, होइन रवि? हजुर। के छ रवि? ल साइक्लिङको नतिजा पानी परे मौसममा। हाम्रो त यहाँ के गाड पनि छैन, मड्का सड्का, होइन रवि? मेरो नि हेर, मेरो त ब्यागमा पऱ्यो होला फेरि। ब्यागमा के भन्ने हो? के भिजेको के भन्ने हो दोस्त? अब लगभग यहाँबाट कति 4-5 किलोमिटर होला, त्यसपछि पुगिन्छ होला है त। ल अब रेस्ट पनि सकिन्छ। ल फेरि उल्टा लगाइरहेको, फेरि उल्टो हाल्यो। अगाडि उठाऊ। लोकेसन चाहिँ हामीलाई मन पऱ्यो अलिकति, त्यही फोटोसोटो यहाँ खिच्नेछौँ, होइन रवि? यहाँको लोकेसन चाहिँ राम्रो लाग्यो मलाई पनि। तर रविको फोटो खिचेर देखाउँछ है त कस्तो आयो फोटो भनेर। हामीले फोटोहरू पनि खिच्यौँ यहाँ होइन, राम्रो लाग्यो ठाउँ चाहिँ। जे छ अब भक्तपुर दरबार स्क्वायरतिर जान्छौँ अब हामी। धेरै टाइम वेस्ट भयो त। गुड मर्निङ दाइ। दाइ के छ हालखबर? ठिक छ हजुर। दाइ कहाँबाट आउनुभयो? म कठारबाट। ए कहाँ जाने हो? अब म बुढेसम्म जान्छु होला। ए हजुर। एक्चुअली हामी यङ जेनेरेसनहरू नेचरसँग रमाएर हिँड्नुपर्छ है। एनिवे ह्याभ अ गुड डे। हुन्छ दाइ। ल ल लेट्स गो। ओके दाइ। ठिकै छ, दाइसँग इन्टरेक्सन भयो, साइक्लिङ फ्रेन्ड भयौँ अब हामी। अर्को पालि देख्यौँ भने चिन्दिनँ होला सम्भवतः दाइलाई, मार्क्स आउनु भएको थियो नि त त्यही भएर है। ल ठिकै छ, अब जाउँ होइन र? ओके त। धेरै टाइम वेस्ट भयो यार यहाँ त फोटो खिच्दाखेरि। ब्लगिङ गर्न यही त दिक्कत हो नि यार, अब के गर्ने, फोटो नखिची चित्त बुझ्दैन होइन। ल अब हामी जान्छौँ है, बाई बाई। नृत्य कला वाह। अनि मलाई गीतै आएन मुखमा कुन गाउँ भनेर। रवि के हो अब, तिमी दिन यहीँ बिताउने हो र आज? होइन दोस्त, अहिले जाने अब जाऊँ है। हुन्छ। कस्तो आनन्द लागेको छ यहाँ, रेस्ट गरेपछि त आनन्द लागिहाल्छ नि भन्नु होला तपाईँहरू। भए पनि रेस्ट त गरिराख्नु पर्छ हामीले। अब गाडी र बाइकको चाप बढ्यो क्या, अब गाडी र बाइकको चाप बढ्यो। अब बिहान अब ड्युटी सुरु भयो नि त। होइन सटरडे ड्युटी कहाँ होला र? होइन काम त चलिरहेको छ नि त, काम त चलिरहेको छ नि। स्याटरडे भए पनि अरू काम पनि हुन्छ नि मान्छेको। ल ल ल है, अघि न अलिक टाइम लाग्यो हामीलाई, थुप्रै टाइम लाग्यो त्यहाँ भिडियो सिडियो खिच्दा यताउति गर्दा, रेस्ट गर्दा। अनि अब चाहिँ नो डिस्टर्बेन्स। रवि कहाँ अगाडि पुगिसकेछ। एउटा कुरा चाहिँ के भन्न चाहिरहेको थिएँ म अहिले भन्दाखेरि चाहिँ, एउटा माइक चाहिँ चाहिने रहेछ कि भ्लगिङहरू गर्दाखेरि है। अब यो हावा
लगाएपछि यस्तो बाइकहरू हिँडेपछि गाडीहरू साधनहरू हिँडेपछि आवाजै नआउने रहेछ क्या मेरो राम्रोसँगले। अनि कारणले चाहिँ एउटा माइक र यहाँ चेस्टमा एउटा मोबाइल अटाउने होल्डर चाहिँ राखेँ, चेस्ट स्ट्र्याप चाहिँ राख्नुपर्ने जरुरत देखेँ मैले है। ठिकै छ, अब आज भोलि भन्दा दिइहाल्नु पर्ने छ। भ्लगिङ क्वालिटीहरू पनि इम्प्रुभ गर्नु पऱ्यो नि त। आइपुग्यो होला फाइनली जरा रिस्कातिर। टिका सिका लाएर टक्क आज होइन दर्शन गरेर गेट चाहिँ खास यतापट्टिबाट हो, यो बाटोबाट जानुपर्छ गेट जानलाई। हामी चाहिँ अहिले करेन्ट यो बाटोबाट माथि जान्छौँ। उकालो छ यताबाट यिनी भत्रै यहाँ पेल्नुपर्छ नि यहाँ पनि। र पेल्नलाई रेडी हो तिमी? साइकल पेल्दैन ल भयो, छोडिदेऊ डोराउँ बरु। फेरि पनि डोराउने अवस्थामा किन थकै लाग्यो कि धेरै पछि साइकल चलाएको बानी नै छैन, त्यसैले यसको बेग हेर पछिको पुरा पाकसाक। हो रवि, ल हामी चाहिँ आइसक्यौँ भक्तपुर एरियाभित्र अहिले चाहिँ होइन रवि? अब चाहिँ अलिअलि घुम्छौँ हामी, यहाँ तपाईँ मन्दिर पनि जान्छौँ एकछिनमा। बादल चाहिँ लागेको छ, जियो छ है, बादल लगाएर घाम लागेको छैन, ठिक्क बुझ्यो साइक्लिङ गर्नुबाट ठिक्क हुन्छ कि यति बेला, होइन त रवि? हजुर। ल अब यसो हामी सिनेमेटिक भिडियोहरू खिच्छौँ। सिनेमेटिक भिडियो खिचेपछि अनि खान्छौँ। के खाने? चना अन्डा। फेरि चना अन्डा खाने? होइन चटपटी खाने आज। चटपटी होइन, चना अन्डै खाने हो। ल चना अन्डा हाम्रो चना अन्डा ब्रेकफास्ट भनेको हाम्रो लागि के हो? चना अन्डा अनि कफी। बरु किन मेरो भिडियोमा राख्छु? ए भाइ डिस्टर्ब गरेको रहेछ हामीलाई अघिदेखि। तुम्हारा घर किधर है? इधर। कहाँ इधर भयो माने किधर? वाच्छेमा। ए के छ भने भाइ यता के हो अनि के न तिमी साइक्लिङ गर्न आएको? आज बिदा भएर हो? ठिक छ, तिम्रो नाम के हो? ल रोनाल्डो। चस्मा राम्रो छैन यो लाउ। होइन भयो लगाउनु पर्दैन। मलाई बेकार बनाइदियो रवि भाइले चस्मा नलाएर। म के पावरवाला चस्मा लगाउँ अब? कसरी हो भाइ यहाँ दर्शन गर्ने? बिस्तारै बिस्तारै पछाडि जाऊ नि तिमी। चलाउँदो रहेछ भाइले, चलायो साइकल त खुट्टै भ्याएन, लडाउला अहिले फेरि। रवि त्यसलाई यता भन न, चलायो भाइले यार, खतरा चलायो। घन्टी बज्दाखेरि ढोक्नुपर्छ त्यसरी। खोइ तिमीले ढोकेको? तिमी नढोक्ने? तिम्रो पारा छुट्टै हो। 5 तले मन्दिर पनि आइसक्यौँ हामी, देख्न सक्नुहुन्छ। 1 2 3 4 5 माथि टुप्पो पनि छ। अब
हाम्रो चना र कफी ब्रेक। अन्डा चाहिँ नपाउने रहेछ यहाँ अहिले चाहिँ। यस्तै छ यो दरबार स्क्वायर छिर्नुभन्दा होइन ठ्याक्कै यताबाट यता आएको थियौँ कि हामी पूर्वतिर, त्यहाँबाट पाइन्छ। नाम नवदुर्गा स्विट एन्ड चाट हाउस। यतातिर चना अन्डा कति खोज्यो हामीले, पाएनौँ चना अन्डा। अनि त्यही भएर दरबार स्क्वायरतिरै जानु पऱ्यो कि। कति राम्रो छ यार। भक्तपुर दरबार स्क्वायरलाई बाई बाई भन्दै अब चाहिँ घरतिर लाग्छौँ। अब हामी यहाँबाट लगभग 10-12 किलोमिटर होला दुरी चाहिँ। अनि जुजुदौ पनि खाने विचार गरेको छु मैले चाहिँ। रवि पनि खान्छु भन्दैछ। बोर्डतिर खानु पर्ला जुजुदौ चाहिँ। यो ठाउँलाई बाई बाई। दिदी जुजुदौ छ ल। जुजुदौ खाना चाहिँ हामी यहाँ खान लाग्छौँ, ठिमिनेरी, ट्याक्क मधुपुर ठिमिनेरी। गर्मी भयो है र भाइ। ल यसलाई पनि चियर्स गर्नुपर्छ। तेरिका आइयो बल्ल तल्ल आइयो यार तेरिका। है रवि गाह्रो भयो यार, आएको लास्टै गाह्रो भयो। फाइनली घर आइपुग्यौँ। अब हामी पानी सानी पिउँछौँ, रेस्ट गर्छौँ। धेरै थकाइ लाग्यो। फेरि अर्को टाइम जाने अब।